एउटा डान्स भाइरल हुनुको कारणले अमेरिकाबाट डिपोर्ट हुने सम्भावना देखिएको छ। हजुरहरूले कतिपयले थाहा पाइसक्नु पनि भयो होला। मधु एन्ड राजुको डान्स देख्नुभयो होला, माथि जोडी देखिरहनु भएको छ। उहाँहरू चाहिँ गएर यो नेसनल ओल्ड वार सेकेन्ड मेमोरियल जुन चाहिँ वासिङटन डिसीमा रहेको शहीदहरूको सम्झनाको लागि बनाइएको त्यो पार्कमा गएर चाहिँ डान्स गरिसके पछाडि त्यो डान्स चाहिँ एकदमै भाइरल भएछ। भाइरल भइसके पछाडि चाहिँ त्यहाँ एकदमै नेगेटिभ खालका कमेन्टहरू आयो। शहीदहरूप्रति एउटा रेस्पेक्ट गर्नुपर्ने, यो मर्यादा राख्नुपर्ने, तर त्यो मर्यादा मिचेर एउटा रेस्पेक्ट नगरिकन चाहिँ त्यहाँ गएर त्यसरी डान्स गरेको चाहिँ राम्रो भएन, यो डिसरेस्पेक्टफुल भयो, डिस्कस्टिङ भयो भन्ने खालका त्यस्तो खालका कमेन्टहरू देखिएको छ। अब उहाँहरूको दुईजनाको चाहिँ भिजा स्ट्याटस चेक गर्दाखेरि H1B भिजामा हुनुहुँदो रहेछ र डिपोर्ट हुने सम्भावना देखिएको छ भनेर यति बेला न्युज बाहिर आएको छ। त्यसैले तपाईँ हामी जो कोही चाहिँ कुनै ठाउँमा कन्टेन्ट बनाइरहँदा, कुनै विषयमा कन्टेन्ट बनाइरहँदा, कुनै ठाउँमा गएर यहाँ गएर डान्स गऱ्यो भने चाहिँ भाइरल हुन्छ भन्ने टाइपको त्यस्तो गरियो भने चाहिँ भोलि आफ्नो डिपोर्ट हुने सम्भावना पनि रहन्छ। त्यसैले अमेरिकाको नियम, यहाँको मर्यादा हरेक कुराहरू ख्याल राखेर कन्टेन्ट बनाउने अथवा चाहिँ त्यो किसिमको कामहरू गर्न चाहिँ जरुरी छ जस्तो लाग्छ।